यसपालि कडा हो लालीपप चाउमिन सबै खाने भयो रेड बुल हेड सर हजुर तपाईँले यो खसी कहिलेदेखि यसरी किन्नु भएको यो खसी किनेको मैले लगभग हप्ता दिन जति भयो भतिज तर गाह्रो बनायो मलाई यो दुईटा चाहिँ क्या हजुर अनि तपाईँ हाम्रो श्रीलक्ष्मी 1000 दियो भने दिइहाल्छु यहीँ छोडिदिन्छु ल यहीँ छोडिदिन्छु होइन सर भने चाहिँ हाम्रो हेड सर हो श्रीलक्ष्मी आधारभूत निमाईको सर अनि सर अनि तपाईँ यो यता टिचर पनि यो खसी पनि तपाईँ कति पाल्नु सक्नु तपाईँ कृषक मान्छे जस्तो पनि लाग्छ हुन्छ कि मैले यति इन्कम गर्ने अन्त मेरो खानै पुग्दैन नि जागिरले त हो सर हो हाम्रो नेपाल सरकारको राज्यले त त्यो सरकारले दिएको पैसाले त यतिले कहाँ पुग्छ सर गाह्रो अनि सर अनि यो खसी कहाँ लानु आँट्नु भएको तपाईँले हजुर सर यो चाहिँ अलिक कमजोर छ यसलाई चाहिँ आइसक्रिम खुवाउँदै लान्छु है हुन्छ सर अनि यो चाहिँ सर तपाईँले कता यो कहाँ सेल गर्नुहुन्छ तपाईँ यो अहिले मेरो यो चाहिँ जापान पठाउनु लागेको ल सर ल ठिक छ क्यानाडा पठाइनु पर्यो भनेको हो सर मैले एउटा युट्युबमा देखेको थिएँ सर पाकिस्तानमा पनि यस्तै ठुल्ठुलो खसी रहेछ भन्थ्यो तर नेपालमा पनि गर्नु सक्दाखेरि त यस्तो ठुल्ठुलो खसीहरू हुँदो रहेछ हेड सर हुन्छ नि हुन्छ मैले यो 1 वर्ष त पालेको हो रहेछ सर तपाईँको खसी एकदम ठिक रहेछ तपाईँको एकदम हेर्न पर्दैन अब अलिअलि चाहिँ यसो लगानी गर्नुपर्छ है हजुर सर हजुर यो मैले सर्टमा पालेको यहाँ अर्को छ यो तपाईँको हेड सर यहाँ जम्मा 5वटा आउनु भएको छ सर ठुल्ठुलो यहाँ अर्को छ यहाँ लामकाने तपाईँहरूको अब यस्तो तपाईहरुले यस्तो फोटो चाहिँ यस्तो खसी चाहिँ भिडियोमा मात्र देख्नु भएको छ होला यहाँ छाती हेर्नु छाती हजुर सर हजुर एकदम छातीले गर्दा त जे गरे हजुर सर अनि त्यो युट्युबमा देख्नु भएको होला त्यो पछाडि चाहिँ के नबानिनु भएको सर त्यो सल पनि बानिनु भएको छ अलिक हिँड्न गाह्रो भयो उकालोमा भुँडी हल्लिएर उसो पग्लियो अनि त्यस पछाडि बाँधेको होइन सर तपाईँको जोस् म खुसी लाग्यो सर तपाईँ एकदम गाउँमा बसेर यता व्यवसाय भारी मात्रै पनि देखाइदेऊ न यहाँ सिङको कस्तो कस्तो आइटम चाहिन्छ सिङको भारी मात्रै हो भने पनि यो सिङ अब 2टा गरे 5 किलो छ हजुर सर हजुर त्यहाँभन्दा घटी छैन ल ज्यान चाहिँ यस्तो छ सेमा सिङ पनि यस्तो भएपछि चाहिँ खसी पनि यस्तो हुँदो रहेछ अब यस्तै छ जे भए पनि तपाईँलाई चाहिँ यस्तो होइन हेड सरको एकदम राम्रो छ जोस् हाम्रो गाउँको हेड सर हो लगभग हाम्रो गाउँबाट 150वटा खसी गएको छ उत्पादनमा चाहिँ कस्तो लाग्यो त तपाईँलाई ठिक लाग्यो सर ठिक लाग्यो जोस् तपाईँले सबै काम भेट्नु भएको छ तपाईँलाई एकदम यसको लागि वेलकम छ त सर 2000 यो धन्यवाद 2080-82 सालको जोस् दसैँमा चाहिँ हाम्रो सरले खसी काठमाडौँ पठाएर चाउमिन मोमोको लागि अन्तिममा गएर चाहिँ ल भतिजले अब यत्रो खसी किनिदिनु भएको छ यो तपाईँलाई पनि राम्रो होस् 2082 सालको बडा दसैँ विजय दशमीमा चाहिँ आउँदाखेरि यो खसी बेचेर आउँदाखेरि चाहिँ फेरि उल्टो 1 लाख रुपियाँ मसँग नमाग्नु राम्रो होस् है ल ठिकै छ सर तपाईँको एकदम खुसी छ व्यवसाय तपाईँको एकदम राम्रो छ